के तपाईको कुम राति सुतेको बेला दुखेर हैरान हुनुहुन्छ? कुम्भको जोर्नी जाम भएको हुन सक्छ, जसलाई एडेसिभ क्याप्सुलाइटिस भनिन्छ। यसका प्रमुख कारणहरू चोटपटक लागेर नसा च्यातिएको, डायबिटिज र थाइरोइड हुन सक्छ। यो समस्याको पहिचान गर्न बिरामीको प्रत्यक्ष रूपमा कुम्भको जाँच गर्नुपर्छ। साथसाथै बिरामीको अवस्थाको बारेमा जानकारी लिनुपर्छ। कपाल कोर्दा, पाखुरालाई बाहिर भित्र ल्याउँदा र राति सुतेको बेलामा अत्यधिक दुख्छ। यसको उपचार दुखाइको अवस्थाको पहिचान गरेर गर्नुपर्छ। सुरुको 6 महिनासम्मको दुखाइलाई दुखाइ कम गर्ने औषधि तथा मासु र नसालाई खुकुलो गर्ने औषधि दिनुपर्छ। साथसाथै फिजियोथेरापी पनि गराउनुपर्छ। त्यसपछिको 6 देखि 12 महिनासम्मको अवस्थामा दुखाइ कम गर्ने औषधिको साथसाथै इन्जेक्सन पनि लगाउनु पर्ने हुन सक्छ। यदि इन्जेक्सनले पनि कम भएन भने बिरामीलाई बेहोस गरेर कुमलाई चलाउनु पर्ने हुन सक्छ। यस उपरान्त पनि कम भएन भने बिरामीलाई दूरबीनको माध्यमबाट अपरेसन गर्नुपर्ने हुन सक्छ।